यीशु मसीह त्यो सभाघरभित्र के गर्नुभयो, प्रवेश गर्नुभयो अनि परमेश्वरका वचनलाई पढेर के गर्नुभयो, उभिनुभयो। त्यहाँनिर इन्स्ट्रक्सन आउँछ, त्यहाँनिर शिक्षा आउँछ परमेश्वरको। अनि आज हामीले प्रभुको वचनलाई कदर गरिकन, परमेश्वरको वचनलाई आदर गरिकन जब परमेश्वरले हामीलाई आवाज दिनुहुन्छ, त्यो आवाजलाई लिकन चाहिँ हामीले त्यो इन्स्ट्रक्सनलाई लिकन हामी नित्य अघि बढिबस्नुपर्छ। यी दिनहरूमा परमेश्वरको इन्स्ट्रक्सनलाई हेलचेक्राइ गरेको अवस्थामा हामी आइपुगेका छौँ। यी दिनहरूमा परमेश्वरको वचनलाई हामीले वास्ता नगरेको अवस्थामा आइपुगेका छौँ र परमेश्वरको वचन दिन्छ जो आउँछ हामीले हुबहु स्वीकार गर्नुपर्छ। जस्तो वचन आए तापनि हामीले चुपचाप स्वीकार गर्नुपर्छ, किनभने सम्पूर्ण वचन एक एकवटा शब्द नै यो परमेश्वरको जीवित आवाज, जीवित वचन हो। तर यी दिनहरूमा हामीले सोझै हामीले ग्रहण गर्दैनौँ। कोही मान्छे राम्रो बोल्ने मान्छे आयो भने अब वाह कति राम्रो वचन आयो, आज त वचन आयो। अस्ति एकपल्ट के भयो भने कालिम्पोङमा कुरा गरौँ, केही कुराहरू भइरहेका थिए अनि वचन आयो,